स्वागत छ सबैजनालाई मेरो न्यू भिडियोमा। सो साथीहरु, आजको भिडियो चाहिँ त्यस्तो खास केही छैन। ल हेलो गर्नु त। हेलो छोरी। हामी चाहिँ यहाँ खाना बनाऊ भात तरकारी केलाउँदै छु। मुन्टा पकाउने हैन छोरी। म चाहिँ चाउचाउ खाएको भन न। चाउचाउ। सो साथीहरु, अब आज चाहिँ हाम्रो मकै जोत्न गएको छ। म चाहिँ अब भात पकाएर नानीलाई खुवाएर स्कुल पठाएर मात्र जानुपर्ने हुन्छ। खाना लगेर त्यस्तो खास केही भिडियो छैन, त्यस्तो खास केही छैन। सो साथीहरु, सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। भिडियो लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनु होला भन्दै हैन आजको भिडियो स्टार्ट गर्दैछु। सो साथीहरु, हामी चाहिँ आमा छोरी अब मुन्टा केलाउँछु। मुन्टा केलाउनु ल मुन्टा इस्कुसको मुन्टा है। हाम्रोतिर चाहिँ इस्कुसको मुन्टा। अब फर्सीको मुन्टा चाहिँ अलिक खाने बेला भएकै छैन, भर्खर उम्रिँदैछ। इस्कुसको चाहिँ खाने बेला भएको छ। कति राम्रो छ मुन्टा आलु फ्राई गर्नु पर्यो। अनिखेर दाल पकाएर लानुपर्ने हुन्छ हैन। खाना चाहिँ भित्र पकाइसकेको छ। अब दाल पकाउनु पर्ने छ। त्यसो हो अब हैन। खासै त्यस्तो अब उ चाहिँ छैन। अब हेरिदिनु होला। मेरो खाना हेर्न जान्छु भित्र कस्तो भयो। हाम्रो चाहिँ यहाँ मकैको च्याख्ला पकाएको छ मैले। यो चाहिँ किचन हो। यो म चलाउँछु भात आगिसकेको छ। यहाँ भट्टुमा पकाएको छ मैले खाना। च्याख्लाको भात चामलको सेतो मकैको। सो साथीहरु, मेरो खाना पनि पाक्यो। अब उता दाल पनि उसिनेको छ। दाल अब झान्नु पर्ने छ। हाम्रो किचन हो, सानो छ। साथीहरु, हाम्रो यता घरभित्र चाहिँ यसरी मिलाएर राख्छ। पुरै सजाएर राख्छ। अलि फोहोर भएको छ, मिलाएको छैन त्यति। मैले ग्यासमा चाहिँ के भन्छ राजमा उसिनेको थियो, त्यसको दाल बनाउनु पर्ने। पहिला यहाँ मुन्टा केलाएर सकाएर मात्रै गर्छु, दाल उसिन्छु। हेर्नु होला हाम्रो भिडियो अन्तिमसम्म हेर्नु होला। सो साथी, म यहाँ मुन्टा केलाउनु पर्यो। एकछिनमा भेटौँला। साथीहरु, मुन्टा पनि केलाएर सक्यो। म अब तल बारीमा गएर आलु सकेको छ क्या। आलु खनेर ल्याउनु पर्यो। एक बोट थोरै लिएर आउँछु। हेर्नु होला तल बारी। यहाँ बहिनी हेर्दा गर्ल म आउँछु। तल बारीमा गएर एक बोट खनेर ल्याउनु पर्यो आलु। मेरो लुगाभरि धुलो जानुभयो। रुगा लागेर सोरै कस्तो भइरहेछ कि साथीहरु। घाँटी दुखेर अस्ति पानीले भिजेदेखि अनि सोरै अर्को फाल्टै भइरहेछ। दिन पनि हेर्नु न, आज दिन कस्तो भएको छ। घामै लागेको छैन, डुम्म परिरहेछ। यो चाहिँ हाम्रो तल्लो घर हो। तल्लो घरको यहाँ पछाडि तल ऊ छ। अस्ति मैले देखाएँ तपाईँहरूलाई। यहाँ मेरो हेर्नु कति धेरै ऊ भएको छ। यो के अरे काँक्रोको बोट। स्ट्रबेरीहरू अहिले पाक्न थालेछ। पहिला सानो भएछ, यहाँ ठुलो पाकेको छैन। स्ट्रबेरी लामै भाँच्यो। मेरो छोरीलाई मनपर्छ स्ट्रबेरी। यतातिर पाकेकै छैन। यहाँ पनि पाक्यो कि पाकेछ। मसिनो पाकेछ क्या। हेर्नु पाक्न चाहिँ थालेछ। अहिले त्यसलाई मनपर्छ मेरो छोरीले। यो चाहिँ ठुलो छ होइन। स्ट्रबेरी यहाँ त्यो आलु खन्डाको। मेरो सिमी पनि फलेछ। यो सिमी क्या छैन कि है तल रहेछ। यो एक बोर्डमा पनि कति धेरै फल्छ। मैले अस्ति कति खाइसकेँ। साथीहरु, टमाटर पनि यहाँ
पाक्ने बेला हुन लाग्यो अब चुप्पा चुप्पा फलिरहेछ आइज पनि एउटा पाकेछ यसपालि भर्खर फल्न थालेको धेरै फलेको छैन यस्तो रातो खालको आल्छ हुन्छ हाम्रोतिर चाहिँ पाकेछ यो त गुलियो हुन्छ एक बोट आलु खानु पर्यो मुन्टामा मिसाउन कति फलेछ हो आलु पनि म यहाँ खन्छै आलु होइन कति फल्दो रहेछ भयो रे एकछिन पर्ख ल म आउँछु पुन्टु भाइ यो स्ट्रबेरी लगेर जाऊ त बहिनीलाई स्ट्रबेरी ल त ए यो ना मुठीमा लैजाऊ त यो बहिनीले दिनु खाऊ ल हातमा लैजाऊ न दुईटा खा लगेर जाऊ ल यी झरेन म आउँछु ल आलु लिएर आलु यत्रो फलेछ ठुलो फल्न त फलेछ आलु कस्तो छ हाम्रो आलु हेर्नु खै त आजी छैन के हौ ए रहेछ थोरै खनेर लानु पर्यो अहिलेलाई पुग्नु बोट त छ मान्छे लु फलेको रहेछ हेर्नु कति मसिनो छ हौ कोही त के खालको यो छैन मेरो कुट्टो हेर्नु यस्तो छ कुट्टो अब यहाँ थोरै खन्नु पनि यहाँ कतिको फलेछ आलु फलेछ आलु ल मेरो यहाँ दाल झान्नु पर्ने छ छोरीलाई खुवाएर पठाउनु पर्ने ढिलो भइसक्यो 9 भइसक्यो पियाज पनि रहेछ अस्ति रोपेको थियो यतातिर पियाज छोडेछ अलिअलि यति भए पुग्छ होला अहिलेलाई यति खने मैले आलु जानु पर्यो माथि अर्को चाहिँ पाकेको छैन के हाल्छ बोट चाहिँ त्यत्रो छ सुरुमा यसपालि फल्न थालेको भर्खर धेरै त फलेको रहेछ जानु पर्यो यतितिर सबै भुइँमा परेर कुहिएर किराले खाएर हेर्नु मजाले फलेको छ स्ट्रबेरीहरू चाहिँ तर राम्रो फलेको छ हेर्नु यस्तो भएको छ यहाँतिर पनि फलेको छ जता पनि फलेको छ यहाँ भुइँमा परेर गाह्रो छ यतातिर पनि फलिरहेको छ हेर सबै भुइँमा परेर कुहिएर यो भर्खर पाक्दै रहेछ मसिनो भएर भित्रभित्र एक बोटबाट मैले एउटा बोट रोपेको यहाँ एउटा बोटबाट सरेर पुरै भरिसक्यो भुइँभरि सो यहाँ मेरो ड्रागन फ्रुटको बोट थियो यो काँक्रोले त कता पुऱ्यायो सरी कति लगाएँ रुगा लगाएर यहाँ मर्न लगाइसक्यो खुर्सानी पनि फल्दैछ हाम्रो खुर्सानी अब्बरे टिप्नु पर्यो थोरै मुन्टासँग टोक्नुपर्छ यो चाहिँ जिरे खुर्सानी जिरे पनि फल्दैछ भर्खरै अलिअलि सागहरू पनि उम्रिएको छ है यतातिर त राम्रो भएछ यतातिर सागहरू पनि रोपेको त होइन लु म यति लगेर जानु पर्यो उखु पनि छ है हाम्रो यहाँ कालो उखु खोकी लागेर लुगा लाग्छ साँच्ची मैले कुटो कहाँ हिल्ला भुइँमै छोडेछ मान्छेले लान्छ यस्तो छ रडको
बाटो सो हिँडेको माथि अब फेरि हो त्यो माथि छ हाम्रो घर माथि हाम्रो यो लामा टोलो साथीहरू गर्मी छ हो घाम नलाग्ने हुप्प परिरहेछ कम त गर्मी छ अब माथि माथि लेकतिर हाम्रो आज मकै हाम्रो चाहिँ यता दोहोरो मकै जोत्दो रहेछ कि यतातिर हाम्रो उता त गोड्थ्यो यता त जोत्दो रहेछ अब मकै उठाउन जानुपर्ने अब खाना लगेर उतै जानुपर्ने मेरो लुगामा धुलो गएन घाँसको धुलो गयो होला नि भएन रे म आउँछु सो अब म आलु काट्नु पर्यो पखालेर अनि दाल झाल्नु पर्यो किचन चाहिँ यस्तो छ हाम्रो सानो छ धुवाले सबै कालो भएको छ हेर्नु न अब गेडागुडीको दाल बनाएको छ दाल झाल्नु पर्यो यसो भेट्दै बहिनीलाई त्यही छ सो हेर्नु न हाम्रो त बिरालो यहाँ कति धेरै छ कता गयो दुईटा तीनटा पो छ त बिरालो काम मैले यहाँ भात बसाएको छ फेरि अघि उता च्याख्लाको भात पाएको यता चामलको आउँछु छोरी अब म दाल झाल्नु पर्यो साथीहरू ल आगै मरिसक्यो फेरि दाउरा ल्याउनु पर्यो दाउरा चाहिँ हाम्रो भैँसी यता छ भैँसी मतान भन्छ हाम्रो चाहिँ भैँसी बान्ने बाख्राहरू बान्ने मतान यहाँ छ भयो म आउँछु यो घाँस खर घाँस दाउरा चाहिँ यता छ अब दाउरा लगेर जानु पर्यो भित्र सो दाउरा पनि मसिनो दाउरा लानु पर्यो थोरै पकाउन साथीहरू म चाहिँ यहाँ दाल पकाउन लागेको प्याजको पात र प्याज लाएर तेल लागिसकेको छ दाल छ यहाँ झाल्नुपर्ने सो अब म यहाँ प्याजको पात हाल्छु गाउँघरको यस्तै हो अब के भन्नु र अरू छ मिठो मसिनो पैसा लाउँदैन गेडागुडीको दाल यस्तो भयो दाल सो अब नुन लाउनुपर्छ गेडागुडीको दाल सो किचनै सानो छ क्या हाम्रो त यहाँ सानो भएर सबै गाजाङ गुजुङ भएको छ त्यस्तो हुनै छैन अब मसला लाउँदा थोरै लसुन हजुर मैले यहाँ थोरै पिने भयो मसलाहरू लाउनु पर्यो यहाँ आलु काटेकै छैन तरकारी भुट्नु पर्ने छ पहिला
छोरीलाई खाना खुवाएर स्कुल पठाउनु पर्यो अनि त्यसपछि एकछिनमा देखाउँछु म तरकारी साथीहरू दाल पकाएर छोरीलाई खुवाएर अनि फेरि म यहाँ तरकारी पकाउनु लागेको मेरो तरकारी रेडी छ यहाँ स्कुलको मुन्टा यहाँ आलु प्याज अब यहाँ कराई तात्दै छ तेल लाउनु पर्यो तेल लाएर अब तरकारी पकाउनु पर्यो तरकारी दाल पाकिसक्यो अब तरकारी पकाएर फेरि माथि लानुपर्ने खाना मकै सो तेल लायो अब माथि राख्नुपर्छ यो माथि ठाउँ सानो छ किचन सानो भएर यहाँ धुवाले कालो भएर केही छैन थोरै लाउनु पर्यो अनि पकाउनु पर्यो तेल खरिसक्यो अब प्याज लाउनु पर्यो टक्कै आलु लाउनु पर्यो लायो अब चलाउनु पर्यो गाउँघरको यस्तै हो अब मेरो तरकारी के भयो हेर्नु पर्यो भित्र छोरीलाई स्कुल पठायो मिसायो अनि तरकारी हालेको थियो मुन्टा र आलु लु यसरी ढुङ्ग्रोले फुल्नुपर्छ आगो त हाम्रो गाउँघरमा त होइ आलु र मुन्टा पकायो दाल पकाएको छ लाउनु पर्यो थोरै मसला भाँडा पनि पखाल्नु पर्ने छ खाना पनि दाल पनि यहाँ छ कुकरमा भात अब म यहाँ भाँडा पखाल्छु थोरै भाँडा छ यो पनि पकाल्छु सानो छ कि ठाउँै सानो भएर हेर्नु न चुक्क भएर केही छैन सो म भाँडा पखाल्छु फेरि साथीहरू खाना खाएर बस्तुलाई घाँस पानी दिएर अब चाहिँ भात लगेर जानुपर्ने हुन्छ अब म पनि जानु पर्यो भात लिएर अब पानी पर्ला जस्तो भएछ कपीहरू भिज्छ सो अब म खाना लगेर जाँदैछु लुगा धुनु पर्यो लुगा धुन्यो अब यहाँ डोकोमा छ प्याक गरेको खानाहरू अब जानु पर्यो लगेर खाना डोको बोकेर जानु पर्यो साथी हिँडेको खाना बोकेर हिँडेको अब कहाँ माथि पुग्नुपर्छ ढोको बोकेर कति जोत्यो हो कहाँ पर माथि पुग्नुपर्छ परमा देखाउनु पर माथि पुग्नुपर्छ बारीमा टाढा छ छोरीहरू
पढ्ने स्कुल चाहिँ यहाँ तल हो म देखाउँछु तपाईँहरूलाई तल स्कुल चाहिँ तल छ स्कुल मकै चाहिँ यहाँ यत्रो भएछ यत्रो होला माथि पनि यत्रोमा जोत छ हाम्रो सुरुमा गोड्छ अनि त्यसपछि फेरि जोत छ हाम्रो यता तलतिर सबै जोतिसक्यो अब माथि जोत्न लगेछ अब कति जोत्यो हेर्दै गर्नु होला अन्तिमसम्म भिडियो कस्तो लाग्छ माथि पुगेर देखाउँछु म जोतेकोहरू हेर्नु खोला म चाहिँ आधी बाटोमा आइसक्यो पुग्न लाग्यो भने अझै पर माथि छ के पुग्न लाग्यो भने यता कस्तो हुसो लागेर दुम्म भइरहेछ नि घामै लागेको छ त्यही पनि कस्तो गर्मी छ उप्पो भएर सो अब पुग्न लाग्यो धेरै छैन गर्मी भएर मर्यो सो अब माथि पुगेर भेटौँला त्यहाँ म चाहिँ आइसक्यो हाम्रो यसरी जोत छ मकै कहाँ गयो पर जोत्दै अब यसरी जोत छ अनि ठाडो पार्नुपर्ने मकैहरू हेर्नु त्यतातिर जोतिसक्यो म खाजा यहाँ राखेको छु अब त्यति सकेर मात्रै खाने होला अब खाजा दिनुपर्ने अनि मकै उठाउनु पर्ने सो यस्तै हो अब हाम्रोतिर उता चाहिँ माइततिर चाहिँ गोड्छ यता त जोत्दो रहेछ झार त्यतिकै झार त धेरै थियो त त्यतिखेर अनि थुप्रो थियो सो साथीहरू यसरी जोत्छ अनि मकै यसरी माथिबाट उठाउने अरू ठाडो पार्ने गरेको छ यतातिर यस्तो छ अग्लो भएको मकैहरू सबै भाँचेर उठाउनु पर्ने छ जोत्दै छ साथीहरू एकछिन मकै उठायो अनि खानासाना दिएर फेरि मकै घाँस लिएर घर जाँदैछु बाख्रालाई दिनुपर्ने यो भाँचेको मकैहरू एक भारी छ बाख्रालाई दिनुपर्ने अब खानासाना दियो अनि हिँडेको घर पुगेर भेटौँला साथीहरू यस्तो भिडको बाटो मोबाइल हेर्दै लड्छ पो अहिले तल कालो पुग्छ भिड ओह्रालो सो पर छ हाम्रो गाउँ त्यत्रो पर पुग्नु हुने जाँदैछु छिन अब घर पुगेर भेटौँला साथीहरू घर पनि आइपुग्यो घाँस लिएर अनि यहाँ बाख्रालाई भैँसीलाई पानी दिँदैछु बाख्रा पानी खाँदैछ यता खाइसक्यो भैँसीलाई पनि दिइसक्यो हेर्नु कम त पसिना सो अब आजलाई भिडियो यस्तै भयो कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई छुट्टिन्छु बाई बाई।